आज हामी भारतको लद्दाख स्थित जान्स्कर क्षेत्रमा रहेको फुकताल मोनेस्ट्रीको अत्यन्त रहस्यमय र एकान्त जीवनको गहिरो अन्वेषण गर्दैछौं। यो यस्तो ठाउँ हो जहाँ पुग्नको लागि एउटा बटन थिचेर वा कुनै नोटिफिकेसन बन्द गरेर पुग्दैन। किनकि हामी जब फुकताल मोनेस्ट्रीको कुरा गर्छौं नि, हामी केवल इटा र माटोले बनेको एउटा पुरानो भवनको मात्र कुरा गरिरहेका हुँदैनौं। हामी मानव इतिहासको एउटा यस्तो अठोटको कुरा गरिरहेका छौं जसले बाहिरी संसारको भौतिक सुखलाई पूर्ण रूपमा त्यागेर मानसिक र आध्यात्मिक उचाइलाई रोज्यो। हाम्रा स्रोत सामग्रीहरूले स्पष्ट पार्छन् कि यो ठाउँको भौगोलिक अवस्था नै यसको सबैभन्दा ठूलो पहिचान हो। आधुनिक समाजमा मानिसहरू सजिलै पुग्न सकिने ठाउँ खोज्छन्। हो नि, जहाँ बाटो पुगेको छ त्यही जाने त हो नि सबै। एकदमै। तर यो मोनेस्ट्रीको डिजाइन नै मानिसहरू सजिलै पुग्न नसकुन् भनेर गरिएको जस्तो देखिन्छ। त्यहाँ पुग्ने बाटोको विवरण पढ्दा मात्रै पनि मेरो त आङ सिरिङ्ग भयो। स्रोतहरूले स्पष्ट पारेका छन् कि आजको यो आधुनिक प्राविधिक युगमा पनि त्यहाँ पुग्ने कुनै मोटर बाटो छैन। मानिसहरू पदयात्रा गरेरै त्यहाँ पुग्नुपर्छ, त्यो पनि कुनै साधारण बाटोमा होइन। उग्र रूपमा बगिरहेको त्यो चारप नदीको किनारै किनारा हिँड्नुपर्छ। त्यो पनि अत्यन्तै साँघुरो र भिरालो बाटोमा। हो, लगातार 2 देखि 3 दिनसम्म हिँड्नुपर्छ। यो समुद्री सतहबाट करिब 12,000 फिट भन्दा माथिको उचाइमा छ। अक्सिजनको कमी हुन्छ, धुलो, सुक्खा हावा र खुट्टा चिप्लियो भने सिधै तलको डरलाग्दो नदीमा खसिने निश्चित छ। त्यही त, यो कुनै रमाइलो बिदा मनाउने ट्रेकिङ जस्तो होइन। यो त प्रकृतिको सबैभन्दा खतरनाक बाटो हुँदै गरिने एउटा ज्यानमारा यात्रा हो। यहाँनिर हामीले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो भौगोलिक विकटता वा त्यहाँसम्म पुग्ने आधुनिक बाटो नहुनु कुनै इन्जिनियरिङ कमजोरी होइन। आधुनिक आँखाले हेर्दा हामीलाई लाग्न सक्छ त्यहाँ त विकास नै पुगेको रहेनछ, तर ऐतिहासिक र आध्यात्मिक दृष्टिकोणबाट हेर्ने हो भने नि यो बाटो नहुनु नै उनीहरूको सबैभन्दा ठूलो शक्ति हो।